चुनाव हुन दिनु हुन्न भन्ने बाहरू झापा पुगेका छन्। देशको नयाँ आश पुगेको एउटा युवा बालेन शाह पनि झापा पुगेको छ। हामीभन्दा कान्छो मान्छे प्रधानमन्त्री बन्दैछ, त्यो फरक पाटो हो। फर्स्टमा मैले यहाँ घन्टीलाई समर्थन गरेर आउनुभएकालाई फेरि पनि नमन गरे। जय घन्टी। म धेरै कुरा चाहिनँ, कालीकोटको विषयमा बोले। अब उता त्यो बालेनको कुरा, उता रविको कुरा छोडौँ, कालीकोटको विषयमा बोले। आज खाना चक्रमा आउँदै गर्दा 22 वर्षमा मैले खेलकुद खेलाउन थालेको। मैले किडनीको अपरेसन गर्दा पैसा माग्नु परेको छ। मेसेन्जरमा उसँग स्क्रिन रेकर्ड छ। 22 वर्षमा यो देशका लागि म 22 वर्ष खेलाउँदा मैले किडनीको अपरेसन गर्दा पैसा माग्नु परेको छ। आज तपाईहरु कोही खुलेर तपाईँ कोही मलाई के त्यो संकोचसँग कुरा होइन। आज तपाईहरुका मान्यका वरिपरि हिँड्नेका सुनामका ज्याकेट बेच्यो भने एउटा पुल बन्छ। तपाईँहरुको कालीकोटमा म 3 दिन भयो आएको, यहाँ के मान्नुमा आएको 3 दिन भयो। म आफ्नो राइसी कामले आएको थिएँ। कुखुरा पाइया छैन, सिक्का पाइँदैन बजारमा, खाना पाइँदैन, सुत्ने होटल पाइँदैन। त्यसका लागि आउनु भएको छ सुनामका ज्याकेट लाएर। जनताको मान्छे हो। हिजो एकजना यो चोकमा 500 रुपियाँको चुक 10वटा 15वटा चुक ल्याएर सबै चुक बेच्दा 500 रुपियाँ हुन्थ्यो। एउटा बच्चालाई सोधे, एउटा 500 रुपियाँको आश गरेर एउटा बच्चा आएको थियो। माननीय पुरानो माननीय, अब त माननीय हुँदा हेरौँला हामी। पुरानो माननीयज्यू हेरेर आउँदा उहाँको हातमा यापलको त्यो के हो, त्यो के प्रश्न मलाई थाहा छैन, मसँग यापल छैन। उहाँसँग 1.5 लाखको फोन छ कि उहाँको 1.5 लाखको फोन हातमा छ। बच्चा 500 रुपियाँ लागि चुक बेच्न आइरहेछ यहाँनिर। के हो स्थिति? देश बनाउँछ 1.5 लाखको मोबाइल बोक्नेले देश बनाउँछ। उहाँको छोरीहरू कहाँ? जनजागृत स्कुलमा, पञ्चदेवी स्कुलमा पढिरहनु भएको छ, मध्यपश्चिममा पढिरहनु भएको छ, टियुमा पढिरहनु भएको छ। कहाँ हो? उहाँलाई 20 वर्ष भोट केका लागि दिने, प्रधानमन्त्री बन्नका लागि को बन्छ प्रधानमन्त्री? नेकपाको को? म व्यक्तिगत जान चाहिन्न, तर तपाईहरुको रवैया हेर्नु न। बेलुका आउँछ सुनामको ज्याकेट नखुल्काउनु होला, जाडो होला, फेरि बेलुका जाडो होला। तपाईँहरुको एप्पल वाच हातमा लगा, ती 60-70 हजारको एप्पल वाचको समय हेरिराख्नुहोस्। अब समय त कति दिन बाँकी छ, फागुन 21 पछि हामी देखौँला। अब माटोले माग्यो, जनताले चाहे, नयाँ आवश्यकता भयो। हिजो जनकपुरको राम्रोसँग हेर्नुहोस्, आज झापाको राम्रोसँग हेर्नुहोस्। कालीकोटमा सोच्नु भयो होला, अघि त्यहाँनिर म साइडमा थिएँ, अघि के भन्नुहुन्छ, म साइडमा थिएँ। 3-4 जना निलो टोपी लगाएका केटाहरू रहेछन् भन्नु हो त। बालेन पनि त ऱ्यापर मात्रै त थियो त। 3-4 जना केटा होइन, यो बुझ्नुहोस्। तपाईहरु जतिजना आउनुभएको छ, यहाँ आउनुभएका साथी कार्यकर्ता साथीहरू, तपाईहरु आफै बुझ्नुहोस्। तपाईहरु उपभोक्ता समिति कति बेलासम्म बन्नु भएको छ? तपाईहरु फेरि उपभोक्ता समिति बन्ने दाउमा फेरि तपाईहरुका टाउकेहरू लगाएर सार्दै हुनुहुन्छ। अब अरू कुरा भाषणहरू, तपाईहरुका काण्डमाथिका काण्डहरू, तपाईँहरूको 1 इन्चको पिच, तलको त 1 इन्चको पिच बाटोको, तपाईँहरूका ती कुलाहरू, 1 वर्ष बनाएर फेरि बनाउनु पर्ने कुलाहरू, तपाईँहरूका बिग्रेर थन्केर राखेका एम्बुलेन्सहरू, यी सबैका कति काण्ड आउँछन्। अब काण्ड बिस्तारै ल्याउँला। शुभकामना छ प्रकाश भाइलाई। एकदमै प्रकाश, हिजो मलाई एउटा साह्रै खुसी लाग्यो कि प्रकाश भाइ किन ढिलो गरेको तिमी, छिटो आऊ न। कालीकोटेले त तिमीलाई साँच्चै कालीकोटेलाई त कालीकोटेले कार्यकर्ताले है, फेरि जनताले चाहिँ मागिरहेको छ, कार्यकर्ताले त माग्दैनन्। अनि किन ढिलो गरेर भन्दा सबै साथीहरू स्कर्पियोमा आउनु भएको रहेछ, हाइलक्समा आउनु भएको रहेछ होइन। गाडी तातियो उहाँ 7 दिनको गाडीमा आउनु भएको रहेछ। कस्तो समस्या छ क्या, कस्तो समस्या छ ल, बुझ्नुहोस् त। जनताको नेता जनतासँग आएको छ। तपाईँहरूको स्कर्पियो चढ्नुहोस्, अलिक चढ्नुहोस्। भोलि पर्सि स्कर्पियो निकाल्नुहुन्छ, मलाई थाहा छ। अब पहिलो पाइन्नन्, यहाँ खसी पाइन्नन्, यहाँ भोलि पर्सि रक्सी पाइन्नन्। तपाईँहरूको कार्यकर्ताहरू त झाडिनुपर्छ। हिजो बेलुका पनि झ्याप थियो होला होइन। अब कालीकोट जनता झ्यापुने छैनन्। झन्डै 3000 करोड खर्च भएको छ। 3000 करोड भने गणना गर्नुहोस्। एउटा पालिकाले 46-47 करोड बजेट ल्याउँछ। अनि नेताजी एउटा यसो कुलो बनाउनुहोस् न भन्दा पैसा छैन भन्दा 46 करोड गयो। तपाईँहरूले सबै कुरा गरौँला। ठिक छ, शुभकामना छ। फेरि प्रकाशलाई शुभकामना छ। घन्टीका साथीहरू नआत्तिएर, अब त घन्टीका साथीहरू के भन्ने, मैले निर टोपी लगाइसकेँ होइन। अब म मात्रै भन्न खोज्या होइन, सबै साथीहरू चाहिँ जागरो गरोस्। तपाईँहरूका स्कुल कस्ता छन् यो बुझ्नुहोस्, तपाईँहरूका बाटा कस्ता छन् यो बुझ्नुहोस्। हस्, एकदमै धन्यवाद। जय घन्टी। आभार से धन्यवाद। समय सान्दर्भिक